कस्तो तेज वर्षा छ। रातको भित्री शान्त वातावरणसँग छ कन्ट्रास्टेड। नदी तीव्र बहिरहेको छ, प्रकृति शक्तिशाली र रमाइलो देखिन्छ। आजको खाना सबैको मन पर्ला। घरभित्र न्यानो र शान्त वातावरण छ, तर ठूलो झ्यालबाट देखिने वर्षा, बिजुली र तेज बगिरहेको नदीले रातलाई अझ सुन्दर बनाएको छ। सबै सफा छ, अब खाना खान सबैलाई बोलाउँछु। भान्साघरमा न्यानो र माया भरिएको वातावरण छ। हजुरआमा भाँडा सफा गर्दै हुनुहुन्छ र परिवारको साँझ अझ रमाइलो हुँदैछ। आजको खेल त धेरै रमाइलो छ। बाहिर वर्षा परिभाषापूर्ण बिताएर खेल हेर्दै रमाइलो समय बिताइरहेका छन्। भोलि मेरो परीक्षा छ, म राम्रोसँग तयारी गर्नुपर्छ। बाहिर वर्षा र हावाको आवाज छ, तर कोठाभित्र छोरी आफ्नो लक्ष्य पूरा गर्न मन लगाएर पढ्दैछिन्। सबैजना सँगै बसेर खाना खानु नै सबैभन्दा ठूलो खुसी हो। रातको सुन्दर वातावरणमा ठूलो भोजन कोठामा परिवारसँगै बसेर माया र खुसीका साथ परम्परागत नेपाली खाना खाइरहेका छन्। अब सबै शान्त छ, म सुत्छु। वर्षा रोकिसक्यो, चन्द्रमाको उज्यालो चारैतिर फैलिन्छ। नदीको आवाज र दादा दादी, बाबुआमा, पति पत्नी र बच्चा सबै शान्त रातमा बाहिर आराम गर्दैछन्। सबै शान्त छ, गाउँ सुतेको छ। पखालिएको गाउँ, चन्द्रमाको उज्यालो, बहिरहेको नदी र हल्की हावासँगै सबै घरमा परिवार शान्तिपूर्ण निद्रामा छन्।